हेलो गाइस, नमस्ते सबैजनालाई। मेरो यो फर्स्ट मिनी ब्लग के कस्तो लाग्छ हेरिदिनुहोस् है त। आज चाहिँ नानीको 1 वर्षको खोप हो अनि हामी चाहिँ खोप लाउन नानीलाई लगेर जाँदैछौँ नगर हस्पिटल। यहाँनिर चाहिँ नानीलाई खोप लाउँछ अनि नगर हस्पिटल हामी पुगिसक्यौँ। अनि यहाँनिर चाहिँ नानीलाई खोप लाउँछ अनि बाउ छोरा चाहिँ डुलिरहेको छ। अनि नानी कति केजी भएछ भनेर तौलेको, नानी चाहिँ ठक्कै 10 केजी भएछ। अनि हामीले कार्ड दिइराख्यौँ, पालो आएको थिएन अनि चाहिँ छोरा चाहिँ खेलिरहेको थियो क्या। अनि अर्को नानीहरूको सुनेर चाहिँ उसले हेरिरहेको छ, डर लागेर होला नि त। अनि उसको पनि पालो आयो अनि मम्मीले भन्नुहुँदै थियो हामीलाई अर्कोचोटि आउँदा चाहिँ यता नआउनु होला हजुरहरूको अडाको हेल्पसमा लाउनु भनेर भन्नुभयो। अनि नानी थाहै पाएन खोप लगाएको पनि। अनि हामी निस्क्यौँ त्यहाँबाट। अनि निस्केर अनि बुढाले चाहिँ केप किन्ने अरे भनेर केप हेर्नु गएको, उसलाई मन परेन रहेछ। अनि मैले नेल पलिस हेरेँ, मैले चाहिँ नेल पलिस लाउँदै थिएँ क्या। अनि पुरा भाइले चाहिँ हेरिदिरहेको क्या मलाई चर्चा जस्तै गरेर। अनि यो चाहिँ राम्रो छ कि भनेर हेरेँ, फेरि होइन यही एउटा बोकेर जान्छु भनेर हामी चाहिँ गयौँ एउटा लगेर नेल पलिस। अनि जाँदैथ्यौँ, गर्मी पनि धेरै छ, हेर्नुहोस् न साथीहरू कस्तो गर्मी छ क्या। अनि एकछिन नानीलाई छायामा राखेको अनि झुल किन्नु पऱ्यो भनेर झुल हेर्नु गएको, फेरि झुल पनि एउटै मन परेन क्या। अनि नानीलाई ठोक्रे किनिदिएको, छोरा चाहिँ पुरा ठोक्रे खाइरहेको छ कि बसेर मजाले। अनि बुढा चाहिँ एकछिन त्यहाँनिर के किन्ने सामान भनेर हेर्नु जानुभएको थियो। अनि बाहिरमा चाहिँ ठोक्रे खाइरहेको छ। अनि फेरि नानीलाई स्विट्स खिलाइदिएको क्या, नानीले पुरा खाइरहेको छ मजाले। अनि फेरि हामी गयौँ अनि यस्तो घाम लागिरहेको थियो कि पुरा। अनि मैले चाहिँ ठोक्रेहरू बोकेर हिँडिरहेको छु। अनि नानीलाई नरिवल पानी खुवाइदिएको, पुरा खाइरहेको छ, पुचुक पुचुक निकाल्दै, पुरा तान्नु पनि जान्दैन, जबरजस्ती खाइरहेको छ। अनि हामी चाहिँ अटो रुँगेर बसेको, दाइ आउनु भएको थिएन। अनि एकछिन रुँगेर बसेको, फेरि बाउ छोराको फोटो खिचिदिनु अरे, त्यत्तिकैमा दाइ पनि आउनुभयो। अनि अटोमा बस्यौँ हामीहरू, घरतिर फर्किएको अब चाहिँ साथीहरू। अनि मेरो छोरा चाहिँ हेर्नुहोस् न कस्तो राम्ररी गुड बोय भएर बसेको क्या। एकछिनमा त फेरि बाउसँग पो टाँसिन्छु भने टिपेक्कै भएर टाँसिन्छ, फेरि एकछिनमा त तननन परेर बाँदर जस्तै झुन्डिन्छ कि मेरो छोरा। फेरि हाम्रो घरको बाटो पनि आइपुग्यौँ। अनि आजको लागि चाहिँ यति नै साथीहरू, फेरि अर्को भिडियोमा है त, बाई बाई।